अल्फा नेपाली ज्ञानमाला कक्षा 7 सुनाइ पाठ 5। पाठको शीर्षक छ शारीरिक व्यायाम। हाम्रो शरीरका अङ्गहरूलाई सक्रिय बनाउन र शरीर निरोगी बनाउन गरिने शारीरिक अभ्यासलाई शारीरिक व्यायाम भनिन्छ। मानिस स्वस्थ रहनका लागि शारीरिक व्यायाम आवश्यक छ। जसरी एउटा मेसिन निष्क्रिय हुँदा खिया लाग्ने, पाट पूर्जा बिग्रने वा काम नगर्ने अवस्थामा पुग्दछ, त्यसरी नै हाम्रो शरीरका प्रत्येक अङ्गहरूलाई पनि नियमित सक्रिय नगराउने हो भने त्यसबाट विभिन्न रोगहरू जन्मन्छन्। त्यसैले हाम्रो शरीर स्वस्थ र निरोगी हुन शरीरका प्रत्येक अङ्गलाई निरन्तर सक्रिय राख्नु पर्दछ। शारीरिक व्यायाम गर्दा मात्र यो सम्भव हुन्छ। शारीरिक परिश्रम हुने काम गर्ने व्यक्तिहरूभन्दा शारीरिक परिश्रम नहुने पेसा वा व्यवसाय गर्ने मानिसहरू बढी रोगी भएको पाइन्छ। यसको मूल कारण शारीरिक व्यायाम नपुग्नु नै हो। शारीरिक परिश्रम कम हुँदा शरीरमा बोसो बढ्ने, मेदकोष, कोलेस्टेरोल जस्ता तत्त्वहरू बढ्न जाने र उच्च रक्तचाप, मधुमेह, मुटु रोग जस्ता खतरनाक रोगहरू लाग्ने गर्दछन्। यस्ता रोगका कारण ज्यान जाने गरेका उदाहरणहरू प्रशस्त देख्न र सुन्न थालिएको छ। यस्ता रोगहरूबाट बच्न पनि नियमित शारीरिक व्यायाम गर्नुपर्दछ। व्यायाम गर्दा शरीरका नसा र अङ्ग सक्रिय हुन्छन्। शरीरमा पसिना आउँछ। पसिनाकै माध्यमबाट पनि शरीरभित्र जम्मा भएका विकारयुक्त पदार्थहरू बाहिर निस्कन्छन् भने बोसो जम्मा हुन पाउँदैन, जसले गर्दा रोग लाग्ने सम्भावना निकै कम हुन गई शरीर निरोगी वा स्वस्थ हुन्छ। त्यसैले हामीले नियमित व्यायाम गर्ने बानी बसाल्नु पर्दछ।